नमस्ते सबैजनालाई। यो चाहिँ फ्यामिली पोडकास्ट हो अनि यहाँहरू सबैलाई स्वागत छ। आज चाहिँ हाम्रो गेस्टमा चाहिँ हाम्रो आदरणीय हजुरबुवा र हजुरआमा हुनुहुन्छ अनि अब बाँकी कुरा चाहिँ उहाँहरूबाटै सुरु गर्छौँ। र आज एउटा स्पेशल कुरा के छ भने हाम्रो हजुरआमाको जन्मदिन हो। सबैले ह्यापी बर्थडे भनिदिनु होला अनि आशीर्वाद लिनु होला। अनि बुवा सन्चै हुनुहुन्छ? आमा सन्चै हुनुहुन्छ? अनि हजुरको नाम चाहिँ के हो? आमा हजुरको नाम चाहिँ के हो? कस्तो मिठो नाम है। अनि हजुरहरू देख्दा यस्तो राम्रो हुनुहुन्छ, यस्तो हँसिलो हुनुहुन्छ, जीवन चाहिँ सहज तरिकाले नै बित्यो होला हैन? अनि हजुरको बिहे चाहिँ कहिले भएको थियो? बिहे चाहिँ कति वर्ष भयो भएको? बिहे भएको या कति वर्षमा बिहे गर्नु भएको थियो? 19 वर्षमा गरेको भनेको सुनिन। 19 वर्षमा। 19 वर्ष हुँदैन। ए अनि आमालाई याद छ हजुरको बिहे कति वर्षमा भएको थियो? थाहा थिएन। अनि अब बिहे त उतिखेरको जमानामा चाहिँ अब यस्तो लभ सब अहिलेको जस्तो जमाना थिएन, मागेरै भएको होला हैन? अनि कसरी भयो? को जानु भयो माग्न? के तरिकाले माग्नु भयो? यस्तै बुढालाई पठाएको माग्न यहाँ आउनु जाने बुढा मान्छे कस्तो बुढा गएर मागेर हुँदेर त्यसपछि त्यही पनि अझ नभएर फेरि यसका बाबा पनि आएका अरे बुझ्न माग्नु जानु नि उहाँ जाँदाखेरि कस्तो चाहिँ के छ भयो त्यहाँबाट हेर्न जाँदैछ। फेरि उहाँ जस्ता बुढाबाले के भन्नुहुन्छ यो खेत सबै यसकै हो, त्यो बिर्दमको खेत सबै उसैको हो। हिस्साबाट बुढा मान्छे जानु होइन। हजुरआमाको बारेमा केही थाहा थियो? हजुरलाई माग्न जानुभन्दा अगाडि मन पराएर जानु भएको हो कि त्यही गइसकेपछि देखेर मन पराउनु भएको? बिहामा त के हो, मन पर्यो कि नपर्यो। यति राम्री हुनुहुन्छ जमानामा त झन् धेरै राम्री हुनुहुन्थ्यो होला। मैले बिहा गरेपछि राम्री गइखेर ठुली पनि गरे भनेपछि हजुरको मायाले चाहिँ आमालाई राम्रो बनाएको। आमा हो उहाँ माग्न आउँदा चाहिँ तपाईँलाई राम्रो लाग्यो कि नै? ए यस्तो रहेछ भन्ने त भएको छैन? तपाईँले नि मुख ढाकेर जानुभएको थियो? तपाईँले नि मुख ढाकेर? ए भनेपछि कुरा चलेको हो, केटी छ है भन्ने भएको हो। अनि जोग्यमा बसेपछि भेट भयो। त्यतिखेर बस्दाखेरि यस्तै रहेछ त भएन? तपाईँ भाग्यमानी भाग्यमानी हुनुहुन्छ, यस्तो राम्री पाउनु भयो होइन? पछि आएपछि घर परिवार यताउति झै झगडा यताउति त भएन? हेर्ने हो भने हाम्रो एरियामा यसको त मेरो जस्तो दावली अहिले हेर्दा नै थाहा हुन्छ भने यस्तो मिलेको दावली छ होइन? अनि छोरा छोरी चाहिँ कति भैना हुनुहुन्थ्यो? कति भैना हुनुहुन्छ? 5 छोरा 2 छोरी। भाग्यमानी हुनुहुँदैछ, छोरी पनि हुनुहुँदैछ, छोराहरू होइन? अनि कस्तो हुनुहुन्थ्यो त छोरा छोरीहरू? आफूलाई दुःख कतिको दिनुभयो या दिनु भएन भनेको कस्तो मान्नुहुन्थ्यो मान्नुहुन्थेन? छोरी पाल्नु त आफूलाई बाबुआमालाई त दुःख हुन्छ नि त। यत्रै खसेर सोधिन्थे, यत्रो गराउन पाल्दाखेरि दुःख त आमा अनि हजुर बिहा गरेर घर आइसकेपछि चाहिँ सासू ससुरालाई अब सानै उमेरमा बिहा गर्नु भएको सासू ससुरालाई होइन यताउति गर्दाखेरि चाहिँ कति दुःख भयो थियो कि केही भन्नु भएन? भएन? एकैछिनमा आमालाई सोध्छ अनि हजुरलाई केही भन्नुहुन्थेन? त्यति माया गर्नुहुन्थ्यो है? भनेपछि सानै उमेरमा बिहे गरेर उहाँसँग आइसकेपछि त्यस्तो दुःख अनुभव चाहिँ भएन? खुसी साथ जीवन बित्यो, यहाँसम्म आउनसम्म खुसी साथ हुनुहुन्छ? एकदम खुसी? छोरा छोरीबाट पनि खुसी हुनुहुन्छ? एकदम खुसी हुनुहुन्छ है? धेरै माया दिनुहुन्छ होला नि होइन? देख्दै यस्तो मिलेको परिवार छ, के को कमी छ र है? हो? देख्न त नि अन्त ए
तपाईँको बोली चाहिँ कस्तो मिठो कि होइन, तपाईँ भन्ने कस्तो जिस्काउने, कस्तो अझैसम्म यो बुढेसकाल आउनसम्म पनि यो माया देखेर ओहो जस्तै। हजुरहरू देख्दा त अब बुढो भइसक्नु भयो होइन, 84 पनि भयो होला सायदै, भयो 84 पूजा भयो, त्यत्रो लागिसक्नु भयो भनेपछि देख्दा कस्तो रमाइलो परिवार, कस्तो रमाइलो हुनुहुन्छ हजुर होइन। तपाईँको फ्यामिलीमा होइन यताउति बसाइरी नातिना छोरा बुहारीहरू त तपाईँप्रति धेरै खुसी हुनुहुन्छ होला है, दिनदिनै रमाइलो हुन्छ होला है यो घर त हो, एकदम रमाइलो होइन। म पनि आएँ यहाँ, रमाइलो छ दियोस्, आज आमाको बर्थडे पनि रहेछ कि भन्न चाहनुहुन्छ त? मेरो घर अहिले पछि कुराकानी गरौँला होइन। अब त्यस्तो दियोस्, यहाँ आएर यो परिवार देखिसकेपछि चाहिँ खुसी लाग्यो, कसैले पनि झ्याप्प यस्तो परिवार पाउँदैन नि त। अनि त्यसमा चाहिँ सहभागी भएर हजुरहरूलाई यस्तो क्वेसनहरू सोध्न पाउँदा चाहिँ मलाई पनि खुसी लाग्यो होइन। हजुरहरूलाई खुसी देखेर खुसी लाग्यो, हजुरहरू सधैँ खुसी रहनु, स्वस्थ रहनु, देख्दाखेरि चाहिँ ह्याप्पी नै हुनुहुन्छ, सधैँ यस्तै रहनु होइन। आमालाई यस्तै माया गर्नु, तपाईँहरूको माया चाहिँ सधैँ यस्तै कायम रहिरहोस्। अरू केही भन्न चाहनुहुन्छ? केही भन्न चाहनुहुन्छ? अब कहाँ, अब त सँगै जान पर्यो नि, काशी तर्न पर्यो त्यही त। आमा जान्छु भन्नुभएको हो र? जान्छु भनि होइन जे पनि भन्नुहुन्छ, दाँतेर यस्तो माया पनि कहाँ, कस्तो के म त फ्यान भयो कि तपाईँहरूको। ल अब हामी बाँकी पोडकास्टमा भेट्ने छौँ, अहिलेको लागि चाहिँ यति धेरै माया गरिदिनु होला। बाई बाई गर्नु।